सबैजनालाई नमस्कार। आज चाहिँ हाम्रो यात्राको चाहिँ 10औं दिन हो र अहिले चाहिँ हामी यहाँ बस पार्कमा छौँ। अब बस पार्कबाट चाहिँ हामी माथि यमुनोत्री दर्शन गर्नको लागि जान्छौँ। अनि त्यो हिमालबाट माथि चढेर जान्छौँ हामी। अनि माथिको भिडियोहरू चाहिँ म हजुरहरूलाई माथि नै गएर देखाउँछु। सो यमुनोत्री जाने बाटोको पुल हो साथीहरू। यो चाहिँ पुलमा छौँ अहिले हामी। तल खोला बगिरा छ, माथि हिमाल पहाड। यसरी मान्छेहरू बोकेर लिएर आउनु भएको छ। यहाँ चाहिँ यसलाई कोही घोडामा, कोही पुलिङ काठमा। अहिले हामी चाहिँ अहिले आधी बाटो आइपुग्यो। 6.5 किलोमिटरमा 3 किलोमिटर चाहिँ हिँड्यो। अब 3 किलोमिटर बाँकी नै छ। बिस्तारै हिँड्दैछौँ। मम्मी यता हिँड्दै हुनुहुन्छ, हामी बिस्तारै हिँड्दैछौँ। ठुलबुवाहरू पछाडि, गुरुबाहरू पछाडि हुनुहुन्छ। यस्तो छ ठाउँ चाहिँ एकदम रमाइलो छ। यहाँनिर अलिअलि झर्नाहरू पनि छ। त्यहाँबाट यस्तो छ बाटो। अझै हामीलाई चाहिँ 1.5 किलोमिटर बाँकी छ। हिँड्दैछु अहिले चाहिँ म एक्लै हिँडिरहेको छु। सबैजना कोही अगाडि कोही पछाडि हुनुहुन्छ। अब चाहिँ लगभग मन्दिर आइपुग्न लाग्यो। बाटो चाहिँ यसरी नै तयार गरेको छ। अनि ठाउँ ठाउँमा खानेकुराहरूको पसलहरू पनि छ, पानीहरू पनि छ यहाँ चाहिँ। अनि त्यसपछि पानी खाने धारोहरू यसरी राखिदिएको छ। वासरुमहरू पनि छ। बाटो चाहिँ एकदम राम्रो बनाइदिएको छ है। यसरी पानीको व्यवस्था छ। त्यहाँ माथिबाट झर्ना बगिरहेछ। अनि एकदम ढलान गरेर बाटोहरू एकदम राम्रो बनाइदिएको छ। तल खोला बगिरहेछ। यमुनोत्री जाने बाटो एकदम यसरी सामानहरू पनि राखिएको छ। यस बाटोतिर पनि मान्छे चाहिँ टन्नै हुन्छ छ। लगभग 4-5 लाख मान्छेहरू छन्। तलदेखि माथि गर्दाखेरि बाटो पुरै ढलान छ यसरी। अब 500 मिटर मात्रै बाँकी छ हामी जानको लागि। अरू कोही पनि आउनु भएको छैन, म मात्रै आएको छु। म चाहिँ यहाँ छु। 500 मिटर बाँकी छ। बाटो हो। कसैले स्वर्ग कहाँ हो भनेर सोध्यो भने यही होला गाइजहरू। यति राम्रो छ कि स्वर्गभन्दा पनि राम्रो छ। यता खोला बगिरा छ, तलतिर माथि झर्ना छ। यता हामी पहाडको बाटो हिँडेर छौँ। यसरी पहाडको बाटो एकदमै राम्रो छ। ओ माई गॉड, यति राम्रो छ कि मैले त एक्सपेक्टेसनै गरेको थिइनँ। आयौँ हामी फाइनल्ली। गाह्रो पनि केही पनि भएन। सायद भगवान्ले शक्ति दिनुभएको होला। यस्तो दामी छ कि सबैजना आउनु होला एकचोटि घुम्न चाहिँ। एकदमै राम्रो छ। खुट्टा छुट्टा केही पनि दुखेको छैन। यता चाहिँ अलिक भिड छ। अब आउन लागेको भएर हो। अब एकदम इन्डियाले एकदमै यहाँ राम्रो गरिदिएको छ। बाटोहरू एकदम राम्रो व्यवस्था छ। खानेकुराहरूको पनि एकदम राम्रो छ। मन्दिर पनि
यो मन्दिर चाहिँ इन्डियाले एकदम राम्रो व्यवस्था गरिदिएको छ। बाटोहरू पनि एकदम राम्रो छ अनि त्यो खानेकुराहरू पनि जति नै माथि सहरमै भए पनि महँगो छैन। आयो अब नजिकै आइसक्यौँ हामी चाहिँ। यमुनोत्री बगिरहनु भएको छ। यता हामी आइपुग्यौँ। कुवाहरू चिनाउनेहरू यहाँ पछाडि हुन्छ। तलबाट सिधै मन्दिर जानु मिल्दो रहेछ क्या तलबाट पनि, तर यसरी राउन्ड घुमाएर लाँदो रहेछ। अब त्यो किनभने भिड धेरै हुन्छ भनेर होला सायद। अनि यहाँ एउटै मात्र, यहाँ मात्र होइन जहाँ पनि त्यो हुन्छ भने भिआइपी दर्शन भन्छ। अब त्यही हो एउटा चाहिँ अलिकति अब पैसा हुनेलाई मात्रै होला त्यो चाहिँ। अब ठिकै छ, आफ्नो इच्छा हो। अब मन्दिरको लगभग हामी एकदमै नजिक आइसकेका छौँ। त्यो उता तलको बाटो गएको भए चाहिँ हामी छिटो पुग्थ्यौँ, तर यहाँ अलिक घुमाउरो बाटो गर्दो रहेछ। ल यहाँ रहेछ स्नान गर्ने चाहिँ। फाइनली आयौँ गाइज। मन्दिर छ पाठ चिप्लो छ। बिस्तारै जाने हो नातिकन। एउटै मात्र अचम्म चाहिँ के लाग्छ भने अलिकति उतातिर घरतिर अलिकति हिँड्यो भने खुट्टा दुख्छ। लगभग 6 किलोमिटर आइसक्दा पनि खुट्टा दुखेको छैन, ज्यान गाह्रो भएको पनि छैन। अलिअलि टाउको चाहिँ दुखिरहेको छ। अब त्यो चिसोले पनि होला। गर्मी ठाउँबाट आयौँ, एकदम रमाइलो लागिरहेको छ। मन्दिर चाहिँ यही हो। जय भगवान् रक्षा गरेर पऱ्यो। ल अब हामी नुहाउँछौँ अनि त्यसपछि दर्शन गर्छौँ है त। यहीँ हो हामी नुहाउने चाहिँ। अब हामी यहाँ नुहाउँछौँ। हामी चाहिँ यहाँ नुहाइसक्यौँ। यता चाहिँ तातो पानीको छ, उता खाइरहेको नुहाएर अब नुहाइधुवाइ चाहिँ भइसक्यो। अब हामी भगवान्को दर्शन गर्न जान्छौँ। कुवाहरू चाहिँ जल भर्दै हुनुहुन्छ यहाँ, गङ्गा जल। आएको छौँ हामी मन्दिर। लोग जान देते थे हम इधर से दारू लाएंगे ये इधर बना मेरे मोबाइल एक मिनट आगे में बुवा नि गर्नु। चामल पकाउनलाई बुढी आमालाई पठाइदिए हो जानी पानी पऱ्यो भने बिचो हुन्छ जाउँ तरिकाले आउँछ न। अब हाम्रो दर्शन सक्यो। अब हामी चाहिँ जाँदैछौँ। दर्शन सकेर यहाँबाट फर्किँदैछौँ। यमुनामा हामीले नुहायौँ अनि त्यसपछि चाहिँ माथि गयौँ। यमुनाको दर्शन गऱ्यौँ, यमुनोत्रीको दर्शन गऱ्यौँ। त्यसपछि हामीले कुण्डमा गएर नुहायौँ। तातो पानीमा गएर चाहिँ हामीले जलहरू खायौँ, छर्क्यौँ अनि आयौँ। यहीँ नुहाएको हो हामी चाहिँ, यहीँ नुहायौँ। भयो ल जाउँ। हामी यहाँ समोसा पकौडा खाँदैछौँ। अलि तल आइसकेपछि चाहिँ यसरी पानी पऱ्यो, त्यही भएर हामीले रेनकोट लगाइसक्यौँ। पानी पऱ्यो त्यही भएर सबैजना रेनकोट लाएर आइरहनु भएको छ। हामी चाहिँ पानी पऱ्यो यसरी बसिरहेको छौँ नि रेनकोट ओढेर।
अब चाहिँ हामी ओर्डिना लगाइसकेको छौँ पानी तो टूटी जाने पानी तो टूटी जाने अजी पैडी से स्पेयर थोड़ी गगन हाँ यहाँ पे कैसे नहीं आवाना अबे गस्मा नहीं दिया और गाड़ियों बेर आउनु यता छौँ हामी चाहिँ आमाहरू पनि त्यता आइरहनु हुन्छ नि हाम्रो यात्राको 12 दिन हो 12 दिन भयो 12 दिनको बिहान हामीले खानासाना खाएर आएर हामीले दर्शन गर्दैछौँ विश्वनाथ बाटैमा पर्नु हुँदो रहेछ त्यही भएर हमेसा बक्लु हामी चाहिँ यहाँ आलु टिक्की खाँदैछौँ अहिले चाहिँ बुवा मम्मीले त हुनुहुन्छ आलु टिक्की कुरिरहनु भएको छ
आज चाहिँ हाम्रो यात्राको 12औं दिन हो र हामी चाहिँ आज यहाँ सुत्दै हाम्रो आजको होटल जुन चाहिँ यो हो। आज चाहिँ हामी ठुलमम्मी ठुलबुवा सँगै सुत्दैछौँ यो कोठामा। होटल चाहिँ यो हो। गङ्गोत्री यात्राको लागि गङ्गोत्री दर्शनको लागि जाँदैछौँ। यो चाहिँ बस पार्क हो। माथि चाहिँ यस्तो छ सिनहरू। हाम्रो बस चाहिँ त्यहाँ माथि रोक्नु छ। जानुपर्छ। गङ्गोत्री दर्शनको लागि जाँदैछौँ हामी। जाडो भएर ओढ्ने ओढेर जाँदैछौँ हामी। एकदम जाडो भयो यहाँ चाहिँ। यता होइन होला हौ। यतै हो क्या? खाने के लिए जग बाल्टी मग्गा देख लो, उनका चप्पल यही लगा दो, आ जाओ। हामी स्नान गर्छौँ।
मलाई त त्यस्तो चिसै भएन बन्द गरिदिनु म घन्टी बजाउँछु भइसक्यो आ जाओ गया सब गया आ जाओ अरे यार अब बस भी करो ना चलो ओ माथि भयो आज हामीले चाहिँ आज यात्रा आज चाहिँ हामी यो गङ्गोत्रीबाट फर्किँदैछौँ अनि यो बाटोहरू चाहिँ सेम यो मलाई चाहिँ मुक्तिनाथ जाने बाटोहरू जस्तै लाग्यो यो डाँडा डाँडाहरू कपैहरू ढुङ्गा ढुङ्गा जस्तो छ बाटो अनि तल तल खुला खुला बगेको सेम मुक्तिनाथ जाने बाटो जस्तै लागिरहेको छ यहाँ एकदम राम्रो छ बाटो टर्निङहरू अलिक धेरै धेरै छ टर्निङहरू चाहिँ अहिले हामी झर्ना हेर्न बसेको छौँ र यहाँ यता चिया खाँदैछौँ सबैजना चिया खाँदै हुनुहुन्छ दाइजहरू माथि पुग्छ ज्वरो पनि आएर बिचरा बस्छ यहाँ रोक्या छ आमाहरू दुईजना चाहिँ यहाँ हुनुहुन्छ यही होटलमा बसेको हामी जो अब आज बिहान उठेर जान्छौँ आज गौरीकुण्डमा बस्छौँ अनि भोलि केदारनाथ उठिन्छौँ
सो हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी केदारनाथको लागि हिँड्दैछौँ र आज चाहिँ हामी गौरीकुण्डमा गएर बस्छौँ अनि भोलि बिहान उठेर केदारनाथ जान्छौँ। यही होटलमा हो हामी बेलुका बसेको।